Namaste guys, welcome back to my channel. Today I am here at Beldunga Damja site. एकदमै रमाइलो ठाउँ, नेचुरलले घेरेको ठाउँ। आज चाहिँ हामी जाँदै छौँ। हामी चाहिँ यहाँदेखि हिँडिसक्यौं। तपाईं देख्न आउन सक्नुहुन्छ एकदमै सुन्दर दृश्यहरू। सुनिल भाइ के नबोल्न हिँड्दैन। यो चाहिँ सुनिल भाइ है। यहाँ चाहिँ हाम्रो यो जक्सन है। सानो बेलामा चाहिँ हामी स्कुल जाँदाखेरि सबै साथीहरूलाई चाहिँ कुरेर सबैजना चाहिँ जो छिटो आउँछ त्यो चाहिँ यहाँ बस्थ्यो है पहिला। अहिले चाहिँ बाटो धेरै सुधार भइसक्यो है। पहिला चाहिँ धेरै अप्ठ्यारो थियो, ठुलो पनि भए, यता नालीहरू पनि बनिसक्यो छ। रुखहरू पनि एकदमै बाक्लो भएको छ अहिले त। अहिले चाहिँ हामी जनता माविमा आइसक्यौँ। यो चाहिँ हामी सबैले पढेको स्कुल है। तपाईँ देख्न सक्नुहुन्छ जनता मावि स्कुल देख्दा बित्तिकै चाहिँ सानो बचपनको याद चाहिँ धेरै आउँछ। जनता मावि धेरै नै परिवर्तन भइसक्यो अहिले त। बिल्डिङहरू बनायो, यता पनि स्कुल थियो, यता पनि भइसक्यो रहेछ। सबैजनाले स्कुलको लागि भए पनि सब्सक्राइब गरिदिनु है। जनता मावि दाम्जा यो चाहिँ पहिला अफिस थियो है। यहाँ चाहिँ हामीले पढ्दाखेरि अहिले त धेरै पुरानो भइसक्यो, कति वर्ष पछिदेखिको है। धेरै नै पुरानो भइसक्यो। यो चाहिँ दम्जा कृषकहरूले लगाएको खुर्सानी बारी है। एकदमै कति राम्रो है खुर्सानीहरू। आहा कति राम्रो है खेती। धेरै मेहनती छ नि दम्जाका कृषकहरू। जङ्गलको बाटो हुँदै आइसकेका छन्। त्यही जङ्गल छ। यो चाहिँ खोला। तल पनि एउटा रुख थियो त, पिपलको रुख थिएन। खोला नजिक आइसक्यौँ। चाहिँ खोला खोलामा आइपुग्यौँ। अझै सानो छ है खोला। सुनिल भाइसँग अगाडि हिँड्ने छ। म चाहिँ पछि हिँड्न पनि अलिक उकालो भएको कारण चाहिँ अलिक गाह्रो छ। हामी चाहिँ अलिक बिहान आएको भए चाहिँ अलिक सजिलो हुन्थ्यो। अब चाहिँ कति बजिसक्यो, लगभग 11 बजी होला। त्यसैले अब गर्मी पनि धेरै हुन्छ। 12-11 बजीतिर जङ्गल छ है। जिप बाटो पनि छ, तर हामी यो बाटो आयौँ है। अहिले चाहिँ हामी आइपुग्यौँ बराथान। सानो छँदा चाहिँ हामी रेन्जर आइन्थ्यो स्कुलबाट पौडी खेल्न। अझै पुरै वनले ढाकेर सबै उत्तिसको रुखले। यो पोखरी छ है यहाँ। यहाँदेखि चाहिँ बिजुली चाहिँ उत्पादन गर्नुहुन्थ्यो। सुनिल भाइ के भयो, गाह्रो भयो हिँड्न? त पहिला पनि आएको छैन? कस्तो छ भन्दैन त, म त फर्स्ट टाइम हो। यहाँको पानी एकदम मिठो हुन्छ है बराथानको। चिसो पनि खतरा चिसो। यहाँ वनमा चाहिँ सबै वनमा चाहिँ न्युरोहरू पाइन्छ। जुगा चाहिँ रेन्जर लाग्छ यहाँ त। बर्खाको टाइममा चाहिँ यो पैँको रुख चाहिँ अझै केही भएर रहेनछ है। कति साल वर्ष पुरानो भइसक्यो। 2 जना मात्र छन्, अरू पनि आउने भनेको थिए। कोही भाइहरू चाहिँ पोखरा बाटोमा गइसके। हामी चाहिँ 2 जना भयो भने जाम भनेर आएको हो। तर धेरै नै गाह्रो भइरहेको छ हिँड्नको लागि। गर्मी पनि रेन्जरै छ है। हामीलाई माथि गाह्रो छ हौ वहाँ पुग्न। कति बेला पुग्ने हो? 4 बज्छ होला है। अहिले चाहिँ हामी भुते छरा नजिकै छौँ। यो चाहिँ के हो यस्तो? माथिदेखि पहिरो गएर हो या रुखहरू चाहिँ गुल्टाएको जस्तो छ। यहाँ चाहिँ अझ लगभग 2-3 मिनट हिँडिसकेपछि चाहिँ हामी चाहिँ भुते छरा नजिकै पुग्छौँ है। मुराहरू छ यहाँ चाहिँ।
दाउरा अनि काठको लागि होला सायद यो मुरा चाहिँ। बाटो पनि पहिलाको भन्दा चाहिँ अलि राम्रो भएको जस्तै लाग्यो मलाई चाहिँ। त्यहाँ छ नि, त्यहाँ चाहिँ एकदम धेरै अप्ठ्यारो हुन्थ्यो, अहिले चाहिँ कस्तो छ थाहा छैन। पहिला चाहिँ धेरै नै अप्ठ्यारो हुन्थ्यो। यो चाहिँ भुते छरा है, एकदमै दामी छरा हेर्नु त। वाउ, एकदमै दामी देखिएको छ। अझ यहाँदेखि अझ नजिकदेखि त एकदमै दामी देखिएको छ। होइन नि, यो चाहिँ भुते छरा है, तल पनि राम्रो छ। माथिको त कुरै नगरौँ, माथिदेखि बग्या छ। एकदमै ठुलो छ, अझै पनि यहाँको पानी अझै छ है। अहिले चाहिँ हामी साँकुटा आइसक्यौँ। पारीको चाहिँ धम्जा गाउँ हिल खाला, यो चाहिँ हस्पिटल है। यो चाहिँ लक्ष्मी मावि, हामीलाई चाहिँ कोक किन्यौँ, गर्मी चाहिँ दिँदो रहेछ यहाँ। साई कटेर पारीपट्टि चाहिँ माथिपट्टि माथि चाहिँ उक्ले असौ चाहिँ अझै टाइम लाग्छ, अझै 1 घन्टा लाग्छ हामीलाई त। हिँड्दा हिँड्दै थाकिसक्यो। के छ सुनिल भाइ? सब ठिकठाक छ, बोल चाल्ने छैन, केही भनौँ। कस्तो लागिरहेको छ आज? रमाइलै लागिरहेको छ। यो बाटो है, बाटो चाहिँ यहाँ पहिलाको भन्दा त धेरै नै परिवर्तन भइसक्यो रहेछ। चाहिँ यहाँ बोर्ड राखेको रहेछ, दम्जा देउराल जाने बाटो यता, उक्ले असौजे बेलडुङ्गा म्याग्दी हुँदै जाने यता, तल चाहिँ उडा कार्यालय। त्यो चाहिँ हामी असौजे आइपुग्यौँ खोलानिर। यहाँ नि पुल रहेछ है, बाटो पनि राम्रो छ यहाँको। खोल अब चाहिँ बाइक गाडीहरू चाहिँ सजिलै जानु रहेछ यहाँ चाहिँ। यो चाहिँ पुल रहेछ। यो चाहिँ असौजीबाट देखिने दृश्य। तलपट्टिको चाहिँ साइकटेर, पारीपट्टिको तङ्ग्राम, लेखानी, बिउ, रेसा, सिगाना, भीमा पोखरा सबै चाहिँ यहाँदेखि देख्न सक्छौँ हामी। एकदमै राम्रो देखिया। हामीलाई जानु छ अझै माथि। प्रमुख खेती भनेको चाहिँ यहाँको आलु, भाङ्गा पनि डेन्जर हुन्छ यहाँ चाहिँ। मकै पनि हुँदो रहेछ, कोदो पनि हल्का हल्का देखेँ मैले यहाँ। उताको पहाड, यहाँभन्दा पारीपट्टि चाहिँ म्याग्दी पर्छ, वारी चाहिँ बागलुङ, पारी म्याग्दी, वारीको चाहिँ यो धम्जा, बागलुङ जिल्लाको धम्जा। ठुला गाउँपालिका वार्ड नम्बर 3 असौजे, यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ अरे। यो चाहिँ असौजे मास कटेर यता देउराली जाने बाटो है। यता फेरि देउराली डम्पु हुँदै हामी अझै छ टाइम। त्यो स्कुलभन्दा नि माथि, अझै वहाँ माथि धुरीमै हो। अब चाहिँ हामी आइपुग्यौँ। धेरै जङ्गल छ यहाँ त, बाघ भालु बस्नु जस्तो जङ्गल छ। अब हामीलाई जानको लागि के समय लाग्छ? यो चाहिँ उखाले है, गाईचरो यो चाहिँ उखाले अझै छ, निन्जरै गाह्रो भयो। देखिन्छ एकदमै राम्रो चौर। यहाँ चाहिँ सबै रुखहरू चाहिँ करोस, धेरै पाइने रुखहरू करोस, उत्तिसहरू पनि पाइँदो रहेछ। उकालो चाहिँ धेरै उकालो छ है। बिहान भएको भए चाहिँ हामीलाई त्यति धेरै गाह्रो हुन्थेन होला। हामी चाहिँ 11 बजी हिँडेको 2 बजी सक्यो। ओक्लेबाट चाहिँ यो धम्जा तङ्ग्रामको दृश्य है, ओक्लेबाट थोरै जुम गरे है। तङ्ग्राम, यो चाहिँ धम्जा,
धम्जा गाउँ खाला चाहिँ भैँसीले स्वागत गर्न आए जस्तो चाहिँ भैँसी डेन्जर छ है। भैँसी गयो। फाइनली अब चाहिँ हामी लगभग आइपुग्न लाग्यौँ। अब धेरै टाइम लाग्दैन है। माथिको पहाड हेर्नु छ डेन्जर, एकदमै धेरै डर लाग्ने छ है। वन घना वन, हरियो वन। यहाँ चाहिँ हेलिकप्टरहरू ल्यान्डिङ गर्ने ठाउँहरू पनि रहेछ है। घर चाहिँ यहाँ भग्नावशेष अवस्थामा छ। पारिपट्टि झर्ना देख्न सक्छौँ हामी। तलतिर चाहिँ घरहरू रहेछन् हल्का। यता चाहिँ पुरै वन छ है। हुँसम्म बनेर चाहिँ 15-20 मिनट 15-20 मिनटमा हुँसम्म जान्छ गाडीहरू। बेलडुङ्गासम्मै। बेलडुङ्गा भन्दा थोरै तल माथि है बेलडुङ्गा। यता यता हो पहाड त त्यहाँ नि जान सकिन्छ हामी। असम्भव छ होला। मेला पनि हुन्छ होला यहाँ चाहिँ। सल्लाहहरू पनि एकदमै हल्का हल्का है। यहाँको पानी चाहिँ सबैभन्दा मिठो है। धम्जाकै सबैभन्दा मिठो चिसो पानी चाहिँ यहाँ पाइन्छ। औषलीहरू पनि रहेछ यहाँ। औषली पाक्ने त अहिले त पाक्दैन होइन, चैत वैशाखमा। सबै बान्नु लगाएर घेरे खाने पानी। अब चाहिँ हामी मुख धुन्छौँ थोरै। त्यही पानीले मुख धुयो होइन, चिसो छ है। अब चाहिँ हामी थोरै मुख धुन्छौँ। गर्मी चाहिँ धेरै भइसक्यो। चिसो पानीले राम्रै छ होला है। अलिक फोहोर रहेछ। जाम चस्मा खासो। पानी चाहिँ खतरा चिसो छ है। मुख पनि धोयौँ, पानी पनि थोरै खाइसक्यो। के को रुख यो? अल्छुरो योदेखि सानो भन्नुहुन्छ र? कल्चुरो ल है गाई, तपाईँहरूलाई थाहा छ भने भनिदिनुहोस् है। धेरै पाइँदो रहेछ है यहाँ कल्चुरो। डेम्बर हो कि खाने होइन? ल ठिक छ त्यसो भए। यहीँ माथि होइन, अझै माथि यो चाहिँ उताको दृश्य है। अझै टाइम लाग्छ अरे। केही बोल्नै सकिरहेको छैन। धौलागिरी हिमाल चाहिँ यहाँदेखि स्पष्टसँग देख्न सक्छौँ हामी। हाम्रो भाग्य चाहिँ कस्तो छ है, बादल नलागे चाहिँ हामी हिमालहरू देख्न पाउँछौँ। बादल लागेको भए चाहिँ हामी हिमाल देख्न सक्दैनौँ है। धौलागिरी हिमाल है। अरू कुन कुन हिमाल देखिन्छ त्यहाँबाट? धौलागिरी, माछापुच्छ्रे, अरू हिमालहरू पनि देखिन्छ होला। म चाहिँ यहाँ फर्स्ट टाइम यहाँको, त्यसैले मलाई यहाँको बारेमा धेरै जानकारी चाहिँ छैन। खट्किला खट्किला छ यस्तो। पानी पनि सानो छ। कोका कोला पानी खाम है। निकाल कलमा त पानी खानु पर्छ है धेरै। केही बोल्नै सकिरहेको होइन। तपाईँले भिडियोहरू चाहिँ मजा ल्याउनु होला। एकदमै हरियो जङ्गलहरू, अग्ला अग्ला पहाडहरू, रुखहरू देख्दा चाहिँ तपाईँहरूको मन चाहिँ एकदमै शान्त हुन्छ, माइन्ड फ्रेस हुन्छ। उता चाहिँ घाम अस्ति सकेको छ है। कता मथे चाहिँ कता हो? त्यता मथे चाहिँ त्यता है। त्यहाँ पनि ठुलो मन्दिर छ, त्यहाँ चाहिँ पूजा हुन्छ। कस्तो भइरहेछ?
रमाइलो चाहिँ भइरह दुईजना भएर त्यति रमाइलो चाहिँ भयो होइन हामी अर्को फेरि आउनेछौँ हामी चाहिँ त्यति बेला चाहिँ धेरै साथीहरू हुनेछन् सबै अब दसैँको टिका लगाएर सबै आफ्नो काममा चाहिँ गइसकेका छन् यो र म चाहिँ घरै बस्नु भएको कारणले यो चाहिँ यो पनि भोलि जान्छ होला त्यसपछि म एक्लै वनहरू त जाँदै छ है बाघ हाल्दा आउँछ कि पाइहालिन्छ होला यहाँ कुन यहाँ पुस माघमा चाहिँ यहाँ हिउँ पर्छ प्रत्येक वर्ष पर्छ होला यहाँ हिउँ त्यति बेला चाहिँ यहाँको हिउँ चाहिँ एकदमै राम्रो देख्न सकिन्छ हामी सानो छँदा चाहिँ म एकपटक चाहिँ यहाँ छु यहाँ होइन यतातिर गएको यतातिर चाहिँ म गएको छु सानो छँदाखेरि यहाँ चाहिँ आएन म यतातिर चाहिँ 3-4 फुट हिउँ पर्थ्यो स्कुलमा त तँलाई चाहिँ याद छैन होला त सानै थिइस् त्यति बेला चाहिँ स्कुलको ड्रेसमा चप्पल लाएर खुट्टाहरू पिटाएर डेन्जरै गाह्रो भएको थियो यो चाहिँ दाउरा घाँस चाहिँ काटेर आउँदाखेरि विसर्जन चौतारी खै यहाँ के पिकनिकहरू आउँछन् र यहाँ खै पिकनिकहरू पनि आउँछन् होला क्याम्प फायरहरू चारैतिर जङ्गलै जङ्गल छ यहाँदेखि सबै दृश्य देखिन्छ बिउ तङ्गाम लेखानी रेस सिगाना तित्याङ बागलुङ मात्र देखिन्न यहाँदेखि यो चाहिँ हाम्रो सुनिल भाइ हावा चाहिँ एकदमै धेरै लागिरहेछ है बेलुका बिरामी भयो भने त फेरि डेन्जरै गाह्रो हुन्छ हामी चौतारीमा बसेका छौँ धेरै नै गाह्रो भइसक्यो हिँड्दा हिँड्दै थाकिसक्यौँ कति ठुलो पहाड है हाम्रो घरदेखि त कस्तो देखिन्थ्यो यहाँदेखि अर्कै देखिँदो रहेछ है अझै यहाँभन्दा माथि है हामी जाने हामी चाहिँ थोरै दौ भएर चाहिँ पानी सानी खाने अनि एकछिन चाहिँ आराम गरेर जाने भनेर बसेका छौँ यो खटकिलाको बाटो नि अझै सकिया छैन झन् लामो हुन्छ त बाटो त हौ जङ्गल नि डेन्जरै रहेछ के सुरु खोयो करुस त्यो त कति अल्को छ है के हो करुस अनि करुसै हो नि त अल्को त के हो त अझै खट्किला सकिया छैन अझ माथि यो खर्सु र करुस एउटै होइन र म त एउटै होला भनिरहेको थिएँ तर एउटै हुन्छ नि त्यसको उयोहरू त रुखहरू त माथि गेट चाहिँ देखिया अब केही समयपछि हामी चाहिँ गेट प्रवेश गर्छौँ मौसम चाहिँ ठिक राम्रो छ तर यहाँ माथि चाहिँ चिसो चिसो वाला फिल भइरह हावा पनि चिसो हो सायद हिमालको चिसो नै आउँछ नि त यहाँ त अब हिमालको साँटले गर्दा नि चिसो भएको फिल चाहिँ भइरहेछ मेरो वर्षौँदेखिको सपना हो नि त यहाँ आउने त एकदमै खुसी लागिरहेछ यहाँ आउन पाउँदा चाहिँ फाइनल्ली गाइसहरू म चाहिँ बेलढुङ्गा प्रवेश गर्न लागिरहेको छु बेलढुङ्गा भ्यू पोइन्ट प्रवेशद्वार यसै एकदमै रमाइलो एकदमै खुसी भइरहेछ मन चाहिँ अझ यहाँदेखि टाइम लाग्छ होला एकदमै ह्याप्पीवाला फिल चाहिँ आइरहेछ यता चाहिँ म्याग्दी हामी देख्न सक्छौँ म्याग्दी यतै चौतारी चाहिँ भ्यू पोइन्ट जानको लागि प्रवेशद्वार देख्न सक्छौँ हामी चाहिँ यता चाहिँ बस्नको लागि सुविधाहरू पनि रहेछ सुनिल भाइ कस्तो भइरहेछ भएन बिग्रियो होला नि अब चाहिँ हामी यहाँदेखि प्रवेश गर्छौँ कस्तो नरमाइलो लाग्यो
हिमाल देख्न पाइएन। हामी चाहिँ हिमालकै लागि आएको तर हिमाल चाहिँ देख्न पाएनौँ। यो चाहिँ प्रवेशद्वार बेलडुङ्गाको। यहाँदेखि चाहिँ अब खट्किला छ, लामै छ होला है, लगभग 5-10 मिनट लाग्छ होला है माथि पुग्नको लागि। यहाँ चाहिँ हामीलाई फुलहरू, हामी चाहिँ हिमाल देख्न नपाइने चाहिँ यहाँको अरू दृश्यहरू चाहिँ हामी देख्नेछौँ। खट्किला तर एक्लै आउनु चाहिँ गाह्रो नै रहेछ है। यहाँ चाहिँ अलिकति वन चाहिँ घना नै रहेछ। 2 जनासम्म हुने भने चाहिँ रमाइलो हुन्छ। यहाँ चाहिँ अझ बाटोहरू चाहिँ पुरा भइसकेको रहेनछ, यहाँको काम अझै बाँकी रहेछ। वन चाहिँ डेन्जर रहेछ है, भागै आउला जस्तो छ है। एक्लै चाहिँ नआउनु होला है कोही पनि, 2 जना 3 जना भएर चाहिँ आउँदा चाहिँ एकदमै रमाइलो हुन्छ। एक्लै चाहिँ डरै लाग्छ है, पुरै वनै बन्छ। यही ढुङ्गा हो बेलढुङ्गा, यही ढुङ्गा त होला नि। ढुङ्गा यो यहाँको ढुङ्गा पनि ठुलो नै छ। मर्मतको काम चाहिँ अझै जारी छ यहाँ। तर हामीलाई आज बादलले चाहिँ बिजोकै बनाइदियो। हामी नै उस्तै भएर होला सायद, हामी अलि बिहानै गरेर आएको भए चाहिँ हामी हिमाल देख्न पाउँथ्यौँ। तर चाहिँ अहिले बादलले पुरै ढाकिसक्यो। हामी चाहिँ वहाँदेखि आइसक्यो। अझै हामी चाहिँ बेलडुङ्गामा पुगेको छैनौँ, अझै टाइम लाग्छ होला। यो चाहिँ न्याउलीको होइन, यहाँ चाहिँ न्याउलीको गुड रहेछ है। अझै छ, अझ त माथिको डाँडो छ नि, त्यहाँदेखि चाहिँ फाइनली हामी चाहिँ बेलडुङ्गा चाहिँ पुग्छौँ भनौँ न। धौलागिरी हिमाल, माछापुछ्रे हिमाल नै देखिन्छ यहाँदेखि। अन्नपूर्ण हो कि माछापुछ्रे? फाइनली हामी चाहिँ आइपुग्यौँ बेलडुङ्गा। हामी चाहिँ लागिरहेछ है। मान्छेहरू त कोही नै रहेनछ है। बादलले चाहिँ पुरै हिमाल छेकिरहेछ। म त आजको मौसम चाहिँ राम्रो हुन्छ होला भनिरहेको थिएँ। बिहान चाहिँ सफा गरेको थियो, मेरो सपना है। हामी चाहिँ बेलडुङ्गा आइसक्यौँ। म चाहिँ यहाँ आउनको लागि 3 वर्षदेखि कुरिरहेको थिएँ। आउन त आइयो, तर हामी चाहिँ हिमालहरूको दृश्य चाहिँ हामीले तपाईँहरूलाई देखाउन सकेनौँ, हामीले पनि देख्न सकेनौँ। यो चाहिँ बेलडुङ्गा भ्यू पोइन्ट है गाइजहरू, तपाईँ देख्न सक्नुहुन्छ बेलडुङ्गा भ्यू पोइन्ट। यहाँ अझ नेपालको झन्डा भएको भए चाहिँ अझ राम्रो हुन्थ्यो। म केही बोल्नै सकिरहेन, एकदमै धेरै खुसी छु। यहाँ आउन पाउँदा चाहिँ मन चाहिँ चङ्गा जस्तै भयो। चङ्गा भएको भए चाहिँ पुरै उडिदिन्थ्यो होला। एकदमै ह्याप्पी छु। यता चाहिँ म्याग्दी, यो चाहिँ पुरै म्याग्दी, यो चाहिँ म्याग्दी है। म्याग्दी बजार पनि हामीले यहाँदेखि देख्न सक्छौँ। बागलुङ चाहिँ देख्न सकिँदो रहेन चाहिँ यहाँबाट चाहिँ, सबै डाँडाले देख्छ। बेलडुङ्गा भ्यू पोइन्ट फाइनल्ली मेरो वर्षौँदेखिको सपना चाहिँ यहाँ आउने सपना चाहिँ पुरा भइसकेको छ। एकदमै ठुलो पहाड छ, यता चाहिँ घना जङ्गल छ। यो चाहिँ काठीगोला 3 मा अवस्थित धम्जाकै पर्यटकहरूको आकर्षकको केन्द्रबिन्दु मध्येको बेलडुङ्गा पनि एक हो। यता पनि म तपाईँहरूलाई सबै देखाइदिनेछु। तल गाडी पनि देखिया है, सायद मान्छेहरू आउनुभएको छ होला।
हावा चाहिँ डेन्जरै लाग्यो है, हावा चाहिँ डेन्जरै लाग्यो ह। म्याग्दी बजार, म्याग्दी बजार है। ल म्याग्दी बजारमा भएकोले सबैजना हाई गर्नु भन्नुहुन्थ्यो चाहिँ। म्याग्दी बजार यस तलको डोले के छ अपन, कसो लागिरहेछ? हिमालय देख्न पाइएन। सबै बादलले चाहिँ हिमाल ढाकिसक्या ह। फाइनली हामी चाहिँ फर्किसक्या हौँ। खुसी पनि भयो, दुःख पनि लाग्यो, हिमाल चाहिँ देख्नु पाएनौँ। अहिले चाहिँ हामी फर्क्यौँ, तर पनि केही भएन, रमाइलै भयो भनौँ न। हिमाल मात्र नदेखेको अरू दृश्यहरू चाहिँ अवलोकन गर्न पाइयो। ठाउँको बारेमा चाहिँ थोरै जानकारी भए पनि पाइयो। त्यही नै हो। अब चाहिँ हामी नेक्स्ट भिडियोमा चाहिँ भेट्नेछौँ। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? यदि तपाईँहरूलाई चाहिँ हाम्रो ब्लग मनपर्छ भने लाइक, कमेन्ट, सेयर अनि युट्युबलाई सब्सक्राइब पनि गरिदिनु होला।